नेपालमा प्रयोग हुने जुन अहिले अभियानमा प्रयोग भइरहेको छ त्यो भ्याक्सिनको नाम हो सेकुलिन। सेकुलिन भ्याक्सिन विश्व स्वास्थ्य सङ्गठनबाट एप्रुभ भएर नेपालसम्म पठाइएको भ्याक्सिन हो, जो एकदमै सुरक्षित रहेको छ। सेकुलिन भ्याक्सिनले मानवको पाठेघरमा हुने क्यान्सर विरुद्ध काम गर्दछ। यो क्यान्सर गराउने विश्वमा 200 प्रजातिभन्दा बढी भाइरसहरू छन्। त्यो भाइरसहरूमध्ये पनि पाठेघरको मुखको क्यान्सर गराउने मुख्यतया 12 प्रकारका भाइरसहरू छन्। त्यो भाइरसहरूमध्ये पनि नेपालको सन्दर्भमा हेर्ने हो भने 16 र 18 को नाम गरेको भाइरसहरूले चाहिँ पाठेघरको मुखको 80% भन्दा बढी पाठेघरको मुखको क्यान्सर गराउँछन्। त्यही 16 र 18 नाम गरेको जुन भाइरस रहेको छ, त्यही भाइरसलाई मार्नको लागि नेपालमा सेकुलिन भ्याक्सिनको चाहिँ प्रयोग गरिएको छ। यो सेकुलिन भ्याक्सिनको 0.5 ml हामीले लगायौँ भने हामी 98 देखि 100% चाहिँ पाठेघरको मुखको क्यान्सरबाट चाहिँ सुरक्षित हुन्छौँ। यो खोप 10 वर्षदेखि 14 वर्षका किशोरीहरूको बायाँ पाखुरामा लगाइन्छ। एचपिभी खोप पनि अन्य खोप जस्तै सुरक्षित र प्रभावकारी रहेको छ। नेपालमा प्रयोग हुने सम्पूर्ण खोपहरू विश्व स्वास्थ्य सङ्गठनले गुणस्तर मापन गरेर नेपालको औषधि विभागमा दर्ता गरेको हुन्छ। यसकारण चाहिँ खोप सुरक्षित छ। महिनावारी भएको बेलामा चाहिँ खोप लगाउन मिल्छ कि मिल्दैन भन्ने क्वेसन आउन सक्छ। यो खोप महिनावारी भएको बेला पनि लगाउन मिल्छ। खोपले महिनावारीमा चाहिँ कुनै पनि नकारात्मक चाहिँ सम्बन्ध राख्दैन। अलिकति कुरा अब खोप कसले चाहिँ लगाउनु हुँदैन भन्ने कुरा गरौँ। यो खोप चाहिँ गर्भवती महिला वा किशोरीले चाहिँ लगाउनु हुँदैन। योभन्दा पहिला कुनै पनि खोप लगाउँदाखेरि एलर्जिक रिएक्सनहरू भएको थियो भने त्यस्तो महिलाले पनि त्यस्तो किशोरीले पनि यो खोप चाहिँ लगाउन मिल्दैन। नयाँ खोपहरू ट्रायलको रूपमा नेपालमा चाहिँ आएको हो कि भन्ने भ्रामक कुराहरूमा चाहिँ पढ्न सकिन्छ। तर यो खोप 2016 भनेको 10 वर्ष पहिला नै नेपालको कास्की जिल्ला र चितवन जिल्लाबाट प्रयोग भइ नै सकेको छ। यसकारण यो खोप चाहिँ एकदम सुरक्षित रहेको छ। यो खोप पनि पहिला नै भइसकेको खोप हो। यसकारण चाहिँ कुनै दुविधा नमानिकन चाहिँ हजुरहरूले खोप लगाउनको लागि चाहिँ म आग्रह गर्दछु। खोप निःशुल्क पाइन्छ, खोप सुरक्षित छ र खोपले जीवन रक्षा गर्छ। यसकारण सबैजनाले चाहिँ खोप लगाउनु हुन अनुरोध छ।